जय श्री राधेश्याम। अब हामी नेपाली भागवत प्रथम स्कन्धको अष्टम अध्याय श्रवण गर्छौं। सुत भन्नुहुन्छ, मरेका यसरी आफ्ना बन्धुको गर्न तर्पण, कृष्ण साथ गए गङ्गा स्त्री अगाडि गरिकन। जलदानामृतात्मामा दिई रोए भए स्मृति, नुहाए गई गङ्गामा हरिचरण संस्कृति। यो दृष्टि र जी भाइ साथ गान्धारी धृतराष्ट्रजी, कुन्ती औ द्रौपदी रोए सम्झी सो बन्धुको गति। कृष्ण धौम्यादिले आई सम्झाए कालको गति, कालाधीन सबै प्राणी बाँच्दैनन् मृत्युबाट ती। यसरी कृष्णले राज्य फर्काए धर्मराजको, छली नृप सबै मारे जो तान्थे केशरानीको। गराए अश्वमेध यज्ञ तीनपल्ट सबैतिर, कीर्ति भो इन्द्रको जस्तै पवित्र अति सुन्दर। पूजा भो पाण्डवैबाट सात्यकी उद्धवै लिई, भई सम्मान व्यासादि विप्रबाट विदा भई। मन भो द्वारिका जाने रथमा बस्नुभो हरि, विह्वल भए सबै रोइन् उत्तरा सामुमा परी। उत्तरा भन्छिन्, रक्षा गर महायोगी देवदेव जगतपति, मर्छन् परस्परै लडी म देख्दिन बाँच्ने गति। हे नाथ दौडिँदै आयो फलाम बाण प्रज्वल, म जलौँ तर यो गर्व नजलोस् भक्तवत्सल। सुत भन्नुहुन्छ, सुनेर उत्तरा बाणी भगवान भक्तवत्सल, बुझ्नुभो द्रोणीको अस्त्र पाण्डवको वंशनाशक। हे शौनक त्यसै बेला देखे पाण्डवले सर, उठाए अस्त्र ती पाँचै बाण रोक्न उसै क्षण। देखि विपत आफन्त अनन्य भक्तको शव, गर्नुभो कृष्णले रक्षा उठाएर सुदर्शन। अन्तस्थ सब प्राणीका आत्मा योगेश्वरो हरि, बचाए पाण्डुको वंश बीजगर्भ कृपा गरी। यद्यपि यो ब्रह्म अस्त्र अमोघ रोक्न मुस्किल, तथापि कृष्णका सामु आई भो शान्त शौनक। न सम्झौं सब आश्चर्य अजन्मा प्रभु कृष्ण हुन्, मायाले विश्वको सृष्टि स्थिति संहार गर्दछन्। ब्रह्मास्त्रबाट बाँचेका बुहारी पुत्र साथली, जान्छन् बुझेर कुन्तीले गरिन् यो कृष्णको स्तुति। कुन्ती भन्छिन्, नमस्ते आदि पुरुष ईश्वर प्रकृति पर, नदेखि सबै भित्र बाहिर छौ अवस्थित। मायाले ढाकी मूर्ख छु जानु कसरी हरि, देखिए पनि जानिन्नौ नाटकी वेश झैं गरी। निर्मल परमहंस मुनिमा भक्ति योगको, लीला सिर्जन के जानौ स्त्री जाति प्रभु कृष्णको। कृष्णाय वासुदेवाय देवकी नन्दनाय च, नन्दगोपकुमाराय गोविन्दाय नमो नमः। वसुदेव देवकी जी का पुत्र कृष्ण नमो नमः। नन्द गोपाल का छोरा हे गोविन्द नमो नमः। नाभि कमलमा ब्रह्मा माला कमल लाउने, नयन पद कमल यस्ता कृष्ण नमो नमः। जस्तो मुकुन्द चिरकाल देवकी थिन् शोकमा बन्द बनाई कंसले, नासे सरी शोक सुपुत्र साथमा, रक्षा मलाई पनि भो विपत्तिमा। विषादी लाक्षा गृह औ हिडम्बको, जुआदि त्यो वनवास दुःखको। प्रत्येक सङ्ग्राम र द्रोणी अस्त्रमा, रक्षा गर्यौ हरदम नाथ हामीमा। विपत्ति न छोड्छन् हाम्रा जगद्गुरु निरन्तर, जन्म मरण छुट्ने छन् हजुरको भई दर्शन। जन्म ऐश्वर्य विद्या औ धनमान घमण्डले, पाउन्नन्ति कृपा तिम्रो पाउँछन् त्यो गरिबले। धन निर्धनका नाथ माया निवृत्त हौ सदा, आत्मा राम सदा शान्त कैवल्य पतिमा नमः। मान्दछु काल ईशान अनादि सर्वव्यापक, सबैमा समता तिम्रो विषम सब विश्व छ। जान्दैन कोही प्रभु भाव निर्मल, मनुष्य जस्तै जब गर्दछौ लीला। आफ्नो पराया पनि छैन कोही पनि, छन् लोकवृत्ति विषया मति बनी। अजन्मा र अकर्मा हो विश्वात्मा विश्वमङ्गल, मनुष्यादि भई गर्छौ लीला जीवानुरूपका।
दाम्लो लिँदा जननीले रुनुभो डराई, छल्केर गाजल बग्यो तन थरथराई। निन्याउरो मुख गर्यौ म भएँ विमोह, जसबाट भाग्छ भए आज उभो निरीह। कोही भन्छन् अजन्मा हौ पुण्य कृति फिजाउन, यदुका वंशमा आयौ बनी मलय चन्दन। कोही भन्छन् वसुदेव देवकी याचना सुनि, दैत्य नाशेर कल्याण गर्न आयौ शिशु बनी। कोही भन्छन् पृथ्वी छ दैत्यले भार पीडित, ब्रह्माको प्रार्थनाबाट आए उद्धार निम्ति त। कोही भन्छन् अविद्या र अज्ञानबाट पीडित, भक्तका उद्धार निम्ति यो भयो अवतार त। भक्तका उद्धारका निम्ति यो भयो अवतार त। सुन्छन् कथा नित्य र गान कीर्तन, सम्झेर आनन्द बनाउँछन् मन। ती भक्त गर्छन् प्रभु पाउ दर्शन, जो रोक्छ मृत्यु जतिसम्म हर्षण। आफ्ना सदा आश्रित भक्त सौहृद, के छोडी जाने प्रभुको विचार छ। छैनन् सहारा प्रभु पाउका बिना, भयौँ विरोधी सब राजवर्गका। पाण्डु औ यदुवंशीको के अस्तित्व हजुर बिना, बिना जीव इन्द्रिय झै नदेख्दा हुन्छ जीवन। शोभायमान बन्दैन जो अहिले छ गदाधर, विलक्षण चरणले यो भूमि भएको छ सुन्दर। बढेका यी जनपद समृद्ध औषधि रुख, वन पर्वत नदी नाला प्राप्त भई प्रभुका कृपा। विश्वेश अब काट्नुहोस् बलियो स्नेह बन्धन, मेरो आसक्ति भो पाण्डु यदुवंश दुवैसँग। अनन्य मति भो मेरो तपाईँ प्रति माधव, समुद्रमा मिलेको त्यो गङ्गाको जल झैँ अब। श्रीकृष्ण अर्जुन प्रिय यदुवंश मौली, राजन्य वंश अपहारक अग्निरूप। गोविन्द गौदिज सखा सब दुख हर्ने, योगेश्वर जगतका गुरुमा नमस्ते। सुत भन्नुहुन्छ यसरी कुन्तीले मिठो गरिन् वर्णन राम्ररी, माया मोह बनाए झैँ मुस्कुराउनु भो हरि। ठिकै छ भनी फिर्नु भो हस्तिनापुरमा हरि, बिदा मागे तर रोके युधिष्ठिरले अघि सरी। व्यासादि ऋषि औ साक्षात् भगवान् कृष्णले पनि, दिई दृष्टान्त सम्झाए पार्थ शोक हटेन नि। हे शौनक बन्धु मार्नाले चिन्ता गर्दै युधिष्ठिर, मोहको वशमा पर्दै भन्छन् विवेक गोपर। अहो हेर्नुहोस् अज्ञान दुरात्मा दिल निष्ठुर, मारे अक्षौहिणी धेरै अनात्मा देह खातिर। मैले बालक विप्रादि गरेँ द्रोह सबैसँग, करोडौँ वर्ष मिल्दैन त्यो नरकबाट मोचन। लाग्दैन पाप राजाले प्रजा पालन खातिर, धर्मयुद्ध गरी मारे र पनि छैन मन स्थिर। स्त्री जातिका पति बन्धु मारे यो अपराध भो, गृहस्थोचित यज्ञादि सक्दैनन् पाप मेट्न यो। जस्तो हिलो र मदिरा हुँदैनन् निर्मल स्वत, हत्याको पाप गर्दैनन् हिंसाका यज्ञ निर्मूल। यसरी श्रीमद्भागवत महापुराण परमहंस संहिता प्रथम स्कन्धमा कुन्ती स्तुति युधिष्ठिर अनुताप नाम अष्टम अध्याय। श्रीकृष्ण गोविन्द हरे मुरारे, नाथ नारायण वासुदेव, अनन्त वैकुण्ठ मुकुन्द कृष्ण, गोविन्द दामोदर माधवेति।